I'm here with brand new T20 World Cup जर्सी र नेपालको T20 वर्ल्ड कपको फर्स्ट म्याच सुरु हुनलाई अब आजको दिनबाट केवल 11 दिन मात्र बाँकी रहेको छ र नेपाल क्रिकेट टिम यति बेला मुम्बईमा रहेको छ, प्र्याक्टिस गरिरहेको छ र श्रीलङ्कामा भएको तीनवटा प्र्याक्टिस म्याचमा नेपालले लास्ट म्याच चाहिँ जित्न पुग्यो भनौँ। फर्स्ट 2 म्याच हारेको थियो र राम्रो मोमेन्टम लिएर गएको छ श्रीलङ्काबाट। अब स्पिनर शेर मल्लको पनि एकदम राम्रो पर्फर्मेन्स रह्यो त्यो म्याचमा र सन्दीप लामिछाने पनि टिममा ब्याक भएका छन् र नेपालको बलिङ चाहिँ अझ स्ट्रङ हुनेछ T20 वर्ल्ड कपमा। अब मुम्बईमा नेपालले दुईवटा प्र्याक्टिस म्याच पनि खेल्नेछ। त्यसमा कस्तो पर्फर्मेन्स गर्नेछ हेरौँ। र प्र्याक्टिस म्याचपछि चाहिँ नेपालको T20 वर्ल्ड कपभन्दा अगाडि चाहिँ दुईवटा वार्म अप म्याच रहेको छ, जुन चाहिँ चेन्नईमा राखेको छ आइसिसीले, विच इज क्वाइट अनफेयर पनि भन्नुपर्छ अब नेपालको लागि। चेन्नईमा राख्यो, त्यसमाथि पनि दुईवटै एसोसिएट टिमसँग राख्यो, क्यानाडा र युएईसँग। एउटा टेस्ट नेसन दिन पनि सक्थ्यो नेपालको लागि। अब चेन्नईमा राख्यो। अब मुम्बईमा T20 वर्ल्ड कपको सबै म्याच रहेको छ। अब वार्म अप म्याच चाहिँ चेन्नईमा राखेको छ, विच इज अब अनफेयरै भन्नुपर्छ। अब आइसिसीले के सोचेर अब सेड्युल बनायो र आइसिसीको पेजमा अब इयान बेसुको एउटा भिडियो हेरेको थिएँ, जुनमा उनले नेपाल क्रिकेट टिमको तारिफ गरेका थिए। त्यो सुन्दा एकदम मन आनन्द भएको थियो भनौँ। अब उनी जस्तो अब एकदम बिग कमेन्टेटर, अब वेस्ट इन्डिजका कमेन्टेटर हुन्, उनी जस्तो कमेन्टेटरले अब नेपालको तारिफ गरेको सुन्दाखेरि एकदम आनन्द आएको थियो र उनले के भनेका थिए एकचोटि सुन्नु। But what I love most about them, Dipindra Singh Ivory is another one. Good off spinner, hits the ball well, but he leads with his fielding. It is unbelievable. There was a second game, I think, against the West Indies in that series in Sharjah. I don't think I can remember seeing a team field as electrifying. My jaw nearly fell off. It seemed like everything that was hitting the ear to them, they ran 20 yards, dived 10 yards, and caught it. उनले स्पेसली नेपालको अब फिल्डिङको चाहिँ खुबै तारिफ गरेका थिए र नेपाल क्रिकेट टिम एकदम राइजिङ टिम हो। र जुन वेस्ट इन्डिजसँगको सेकेन्ड म्याच, जुन सिरिजको सेकेन्ड म्याचमा जुन हिसाबले नेपालले फिल्डिङ गरेको थियो, त्यसको चाहिँ खुब प्रशंसा गरेका थिए भनौँ यस भिडियोमा। र अब वर्ल्ड कप आउन लागेको छ। अब वर्ल्ड कपमा कस्तो पर्फर्मेन्स गर्नेछ नेपालले, अब त्यो चाहिँ हेरौँ। र कुनै एउटा टेस्ट नेसनलाई हराउन सक्यो भने पनि त्यो नेपालको लागि ठुलो अचिभमेन्ट हुनेछ। अब बङ्गलादेशको ठाउँमा अब स्कटल्यान्ड एड भएको छ। बङ्गलादेश अब वर्ल्ड कपमा पार्टिसिपेट नहुने भनिसकेपछि, तर स्कटल्यान्ड पनि एकदम राम्रो टिम रहेको छ। इटालीले पनि भर्खरै आयरल्यान्डलाई हराएको छ र इङ्ल्यान्ड रहेको छ, वेस्ट इन्डिज रहेको छ र सबै टिम एकदम कम्पिटिटिभ टिम रहेका छन् नेपालको लागि। र कुनै एउटा वेस्ट इन्डिज अथवा इङ्ल्यान्डमध्ये एउटालाई हराउन सक्यो त्यो नेपालको लागि ठुलो अचिभमेन्ट हुनेछ। र स्कटल्यान्ड र इटालीलाई त नेपालले हराउनै पर्नेछ, किनकि नेपालकै लेभलको टिम हुन्, तर उनीहरू पनि एकदम स्ट्रङ रहेका छन् भनौँ। T20 वर्ल्ड कपमा चाहिँ अब कुनै टिमलाई कमजोर लिन चाहिँ हुँदैन। भर्खरै अब आयरल्यान्डलाई पनि हराएको छ इटालीले। त्यही हुनाले एकदम कम्पिटिटिभ रहेको छ यो ग्रुप पनि। र कहाँसम्म जानेछ नेपालको वर्ल्ड कप जर्नी, अब सुपर 8मा पुग्छ कि पुग्दैन, अब त्यो भने अब समयले नै बताउनेछ।